नमस्ते। यति बेला म भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नम्बर 8 मा रहेको बोजिनी ड्याममा छु। यो बोजिनी ड्याम चाहिँ मानव निर्मित कृत्रिम पोखरी हो। यो पोखरी बनाउनुको उद्देश्य चाहिँ यहाँ यस आसपासका भेगका किसानहरूलाई सिँचाइ सुविधा होस् भनेर सिँचाइको लागि यो कृत्रिम ताल निर्माण गरिएको हो। यो समुद्र सतहदेखि 2150 मिटरको उचाइमा अवस्थित छ। यो ड्याम सम्भवतः काठमाडौँ उपत्यकाकै सबैभन्दा अग्लो स्थानमा रहेको ड्याम हो। तपाईहरु यहाँ आउनको लागि चाहिँ काठमाडौँको कोटेश्वरदेखि करिब 19 किलोमिटरको यात्रा गरेर आउनुपर्नेछ। त्यहाँबाट सार्वजनिक बसहरू पनि नगरकोट आउँछ अथवा तपाईहरुले मनपोखरी भन्ने ठाउँमा आएर झरेर पनि यता आउन सक्नुहुनेछ। र यहाँ आइसकेपछि एकदमै रमणीय ठाउँमा हैन एकदम तपाईहरुलाई आनन्दको महसुस हुनेछ। र तपाईहरुले यहाँ पिकनिक बनाउनको लागि अन्य किसिमका गतिविधि गर्नको लागि राम्रो पिकनिक स्पटहरू पनि छ। र यहाँ ठुला होटलदेखि लिएर होमस्टे हैन रिजोर्टहरू पनि प्रशस्तै छन्। यहाँ आइसकेपछि तपाईहरु एकदमै आनन्द मानेर हैन प्रफुल्लित भएर फर्कनु हुनेछ।